सो हे गाइज वेलकम टु माई न्यू ब्लग। सो गाइज आज म फेरि पनि आइसकेको छु तपाईँहरूसँग एउटा नयाँ र इन्ट्रेस्टिङ ब्लगको साथमा। सो अब तपाईँहरूले थाहा नै होला, पुरानो ब्लग हेरिसक्नुभयो भने म चाहिँ गाउँ आएको छु चाचाको बिहेको लागि। सो अब एउटा ब्लग चाहिँ मैले अपलोड गरेको थिएँ डुना टपरी लगाउनु चाहिँ। अनि आज अब चाहिँ हामीहरू अब चामल लिन गइरहेका छौँ। अब एकछिनमा अहिले भर्खरै उठेँ म, अहिले चाहिँ 6 बजेको छ। अनि म चाहिँ अब चामल अब एकछिन फ्रेस भएर नास्ता खाएर चाहिँ हामी अब बिहेको लागि बजारबाट चामल लिन जान्छौँ। कति 8-9 कट्टा छ अरे। सो त्यो अब चामल ल्याएर चाहिँ अब आउँछौँ। त्यसपछि बाँकी के हुन्छ 1-2 दिनको सँगै हाल्छु होला यो चाहिँ। सो अब हेर्दै गर्नु। हामीहरू यहाँ चामल लिन आएको छौँ। यहाँ चाहिँ बाइकमा चामल लोड छ। हामीहरू चाहिँ घरतर्फ लाग्दैछौँ। यहाँ चाहिँ दादा, हेलो यता हेर्छ त, यहाँ दादा बसिन्छ। ऊ दादाको फेस चाहिँ ऐनामा हेर्न सक्नुहुन्छ। यहाँ म छु कट्टा चामलको। चाचाको बिहे फेरि पनि दोस्रो ट्रिप लिएर त्यही ठाउँ पुगिसकेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो फेरि अर्को ट्रिप। सो हे गाइस आज चाहिँ अब हामीहरू चाहिँ नदीमा नुहाउन गइरहेछौँ। हिजो अस्ति अब धेरै काम गरियो अनि आज पनि अब हामीहरू चाहिँ नदी अहिले चाहिँ नुहाउन गइरहेछौँ। यहाँ चाहिँ नदी यतातिर छ। सो अब चाहिँ आज हल्का रिफ्रेसिङ टाइम। बोसो ब्याग छ। So guys, यहाँ अब चाहिँ नुहाउने म पनि अब कुद्छु। सो गाइज अहिले चाहिँ अब म पनि रेडी भइसक्यो अब नुहाउनलाई। अब नुहाउनलाई रेडी भइसकेको छु। अब यहाँ चाहिँ मोज गरिरहन्। अनि अब चाचा पनि होइसिन्छ, तर चाचाको भिडियो निकाल्न चाहिँ नट एलाउड छ अरे, धम्की भइरहेको के गरौँ। अब बेहुला हुन्, बेहुलाले भनेको मानिदियो। अब चाहिँ जान्छु म पनि नुहाउन। बाई बाई, नुहाइसकेपछि भेटौँला। सो गाइज अब यहाँ चाहिँ यिनीहरू पुरै रमाइरहेछन्। एकलाई एक धकेला धकेल भइरह। सो गाइज अहिले चाहिँ अब हामीले नुहाएर सकिसकेका छौँ। यहाँ सबले नुहाएर सकिसक्यो। अब चाहिँ हामीहरू चाहिँ अब घरतर्फ जाँदैछौँ एकछिन। अब चाहिँ हामीहरू घरतिर जान्छौँ। सो यो हाम्रो गाउँठाउँको मजा। अब चाहिँ सनसेट भइरहेको छ। हेलो गाइस, अब चाहिँ हामीहरू आजको पार्टी चाउमिन, होममेड चाउमिन चाहिँ खाँदैछौँ। हेर्न सक्नुहुन्छ। यता हेर त, यो चाहिँ कुकम्यान आजको। ऊ लसुन जलाइसक्यो। अब चाहिँ एकछिनमा टक्क खाने मजाले अब बनाइसकेर। यो चाहिँ चटनी पाकिरहेको छ अहिले। हाम्रो चाउमिन चाहिँ उम्लिसकेको छ। सो गाइस यहाँ चाहिँ हाम्रो चाउमिन बनिसकेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ चाउमिन रेडी भइसक्यो। अब चाहिँ खाने कार्यक्रम हुन्छ एकछिनमा। सबलाई हामीले अरूलाई चाहिँ दिइसकेका छौँ। अब चाहिँ हामीहरू बच्चा पार्टी बस्यौँ खानालाई। अब चाहिँ हामीहरूको पालो। सो हे गाइस अहिले चाहिँ अब हामीहरूको यहाँ बिहेको टेन्ट लाग्ने ठाउँ चाहिँ अब क्लियर हुँदैछ। त्यहाँ चाहिँ केराको रुखहरू थियो। सो त्यही चाहिँ कटिङ भइरहेको छ। म तपाईँलाई गएर देखाउँछु। यता चाहिँ यही हो हाम्रो टेन्ट लाग्ने ठाउँ चाहिँ यही हो। यो चाहिँ पुरै खाली ग्राउन्ड रहेको छ। अनि यहाँ चाहिँ ट्र्याक्टरमा अब यो पुरै लोड भइरहेछ हाम्रो केराहरू उता फाल्नलाई।
चाहिँ हाम्रो घरबाट ठ्याक्क साइडमा रहेको छ त्यो चाहिँ टेन्ट लाग्ने ठाउँ यता। अहिले चाहिँ धेरै मान्छेहरू पनि आइसक्यो घरमा। सो है गाइस अहिले चाहिँ अब हामीहरू यहाँ ट्र्याक्टरको अनि अनलोड गर्न यो चाहिँ आइसकेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू। अब त्यहाँदेखि काटेको केराहरू अब यहाँ चाहिँ अनलोड भइरहेको छ। सो गाइस अब पछाडि चाहिँ अब ट्र्याक्टर अनलोड भइसकेको छ। अब हामीहरू चाहिँ अहिले घरतिर गइरहेछौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू। अब चाहिँ अझ के काम गर्नुपर्छ आज ढुङ्गासुङ्गा यताउता आँगन सागनमा भएको ढुङ्गाहरू बोक्ने त्यस्तै काम छ। अब चाहिँ मजाले घर गएर अहिले उहाँबाट दादा पनि आइरहेको छ। सो हे गाइस अहिले चाहिँ अब हामीहरूको यहाँ घरमा अनर्सा पाकिरहेको छ। आज चाहिँ 23 गते भयो। अब चाहिँ 5 दिन बाँकी बिहे आउन। अब आज चाहिँ हामी अब जुन यो बिग्रिन्न जुन सामानहरू त्यो त्यहाँ बेहुलीको उता लिनलाई। सो त्यो सामानहरू चाहिँ हामी आज बनाइराखेको छ र बाहिर इँटाहरू ग्राउन्डबाट चाहिँ यताउता अब सार्ने काम राम्रो ठाउँमा त्यो गर्ने काम पनि अहिले भइरहेको छ र अनर्सा पाकिरहेको छ र अनर्सा बनिरहेको भिडियो चाहिँ म तपाईँहरूलाई घर देखाउने छु। हेर्दै गर्नु होला। यहाँ चाहिँ यिनीहरू अब इँटा बोकिरहेछन्। त्यहाँबाट इँटा लिएर यता राख्ने। यहाँ चाहिँ अनर्सा पाकिरहेको छ। ठुलो फुपू हेलो गरिदिन्छ त फुपू। ठुलो फुपू चाहिँ पुगिसक्यो। अनि यहाँ चाहिँ यहाँ फिनी रोटी अब चाहिँ बिहाको सब धुमधाम सुरु। यता हेर्छौ सब। त्यहाँ चाहिँ अनर्सा पाकिरहेछ। फिनी त्यहाँ अनर्सा। ए ठुलो फुपू चाहिँ यहाँ बस्छ छ। यो चाहिँ हाम्रो अनर्सा। अनर्सा चाहिँ आज एकदम राम्रो बनेको छ। अब चाहिँ यहाँ अनर्सा चाहिँ अब बनिसक्यो। अब अरू बन्छ बिस्तारै 2-3। सो है गाइस अहिले चाहिँ अब हामीहरू यहाँ माटो बोक्दैछौँ। यहाँबाट चाहिँ अब लिएर यो उसमा परातमा हालेर त्यसपछि त्यहाँ फाल्ने यताउता यो साइड लगाउने। त्यहाँ चाहिँ अब यो के भन्छन् त्यो आँप हो कि लिचीको प्रोटेक्सनको लागि त्यहाँ वरिपरि लागिरहेछ। के भन्छन् त्यसलाई अब खै के हो काठ लागिरहेछ। हामी चाहिँ अहिले यहाँ बोकिरहेछौँ। अहिले चाहिँ एकछिन रेस्ट टाइम। सो गाइस अब चाहिँ ब्रेक टाइम भएको छ। मैले चाहिँ यहाँ चिया अनि त्यसपछि यो फिनी रोटी र अनर्सा चाहिँ लिएको छु नास्तामा। अब चाहिँ एकछिन नास्ता खाएर अझ बाहिर कामतर्फ लाग्नुपर्छ। बाहिर चाहिँ अझ काम गरि नै रहेका छन्। उतातिर हेर्न सक्नुहुन्छ तपाईँहरू। सो है गाइस अहिले चाहिँ अब रातिको 10 बज्नु लागेको छ र हामीहरू चाहिँ यहाँ कार्ड फोल्ड गरिरहेको छौँ। अब कार्ड चाहिँ आइसकेको छ हेर्न सक्नुहुन्छ। यो चाहिँ हामीहरूको कार्ड बिहेको। यो चाहिँ अब हामीहरूको यति चाहिँ हामीले फोल्ड गरेर सकिसक्यौँ। यति पनि फोल्ड गरेर सक्या हो। यो धेरै छ। यहाँ लागेछन् मान्छेहरू कार्ड फोल्ड गर्न। यहाँ कोही यता टिभी हेर्दैछ। अनि यहाँ नास्ता पनि ओइ नास्ता पनि देखा त। चटपटे बनिरहेछ। कार्ड फोल्ड भइरहेको। अब हामीहरूको चाहिँ आज अनि कार्ड फोल्ड गर्ने कार्यक्रम। ल सो गाइस यो चाहिँ अब हामीहरूको बिहेको कार्ड। अब यता देखा त हल्का अगाडि मलाई पनि देखा। टक्क पहिलो चाहिँ यो हामीहरूको रहेको छ यस्तो। रोकेर पढ्न सक्नुहुन्छ। सो त्यसपछि अब हामीहरूको यो कार्डभित्रबाट चाहिँ एउटा लेयर निस्किन्छ। टक्क अब यो चाहिँ यस्तो छ। सो यो गरेर पनि यहाँभित्रबाट अझ एउटा लेयर। यो लेयर चाहिँ अझ हामीले दोस्रो लेयर सक्यो र तेस्रो लेयर चाहिँ यो रहेको छ। हेर्न सक्नुहुन्छ तपाईँहरू। राम्रोसँग हेर्नु होला। ग्यास बाल्दै रोक। यहाँबाट टक्क हाम्रो बिहे चाहिँ 28 गते रहेको छ र पार्टी 29 गते। सबैलाई चुलो निम्तो रहेको छ। सबैजना आउनु होला बिहेमा।
सो गाइज अब चाहिँ यो हामीहरूको अहिले चाहिँ कार्ड फोल्ड गरेर चाहिँ त्यस्तो भइसकेको छ पुरै यो यसको कलर लागेर चाहिँ तपाईँहरूलाई यो हात पनि देखाउँछु। सो गाइज अब चाहिँ हाम्रो यहाँ चटपटे बनेर रेडी भइसकेको छ। सो एउटा यहाँ छ। सो गाइज अब चाहिँ भइरहेको छ पार्टी चटपट। सो है गाइज अहिले चाहिँ अब रातिको ठ्याक्क हेर्न सक्नुहुन्छ तपाईँहरू 12 बजिसकेको छ। सो अब चाहिँ हामीहरूले अहिले चाहिँ त्यही 300 कतिवटा 324वटा कार्डहरू चाहिँ हामीले अहिले फोल्ड गरेर सकिसकेका छौँ।